नमस्ते नमस्कार एउटा हार्दिक स्वागत छ कमलामाई अनलाइन टेलिभिजनको कार्यक्रम जनचासोमा। आज हामीले नेपाली काङ्ग्रेस सर्लाहीका अनुशासन आयोगका सभापति भनौँ अध्यक्ष डाक्टर सरोज कुमार यादवसँग समसामयिक विषयमा उहाँलाई कुराकानी गर्दैछौँ। उहाँसँग हामी नेपाली काङ्ग्रेसको पछिल्लो गतिविधि लगायत सोभि निर्वाचनसँग जोडेर कुराकानी गर्छौँ। डाक्टर साहब यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। यो पछिल्लो क्रममा नेपाली काङ्ग्रेस सर्लाही अनुशासन आयोगले सर्लाही क्षेत्र नम्बर 2 का क्षेत्रीय सभापति तथा मध्य प्रदेश सरकारका श्रम तथा यातायात मन्त्रीलाई स्पष्टीकरण सोधेको हामीले पनि प्राप्त गऱ्यौँ। त्यो चाहिँ के छ, उहाँलाई स्पष्टीकरण सोध्नुपर्ने चाहिँ के थियो विशेष? यस्तो त्यो आन्तरिक कुरा सबै पार्टीको आफ्नो भित्र हुन्छ हैन, त्यसलाई चाहिँ आफ्नै पार्टीभित्र चाहिँ तपाईले कुरा गरेर या हैन जुन कहीं चाहिँ हामीले मनोभावना या हामीले कहीं गलत गरिराखेछौँ या पार्टीले गलत दिशा गइराखेछ भने त्यसलाई चाहिँ पार्टीभित्र नै छलफल गरेर टुङ्ग्याउनु पर्छ। तपाईले विपक्षको स्टेजमा भनौँ या कुनै पनि स्टेजमा गएर जुन विपक्षले तपाईको पार्टीलाई हिनाइ गरेर आरोप लगाउँदाखेरि त्यसको समर्थन गर्नुपर्ने कारण चाहिँ के थियो र त? कुरा चाहिँ त्यहाँ हो भन्दा विपक्षीलाई समर्थन गरेकै कारण चाहिँ मन्त्री यादवलाई स्पष्टीकरण सोधिया हो। किनभने उहाँको विभिन्न धेरैचोटि चाहिँ उहाँको जुन एक्टिभिटीले गर्दाखेरि हामीले जुन उहाँसँगको साँठगाँठलाई हामीले चुनावको बेलादेखि नै त्यो चाहिँ स्थानीयदेखि नै उहाँप्रति चाहिँ हामीले अब पार्टीको जिम्मेवारी जुन पाएछौँ भने जिल्लाभरिमा के हुँदैछ भनेर हाम्रो त्यो कर्तव्य पनि हो र त्यो अनुसार चाहिँ हामीले काम पनि गर्नुपर्छ। त्यसले गर्दाखेरि उहाँको जुन एक्टिभिटिजहरू जुन स्थानीयदेखि लिएर प्रदेशदेखि लिएर सङ्घीयको चुनाव भयो त्यसमा उहाँको एक्टिभिटीलाई हामीले चाहिँ नजिकैबाट अँगाल्दै गर्दाखेरि जुन एक्टिभिटीले गर्दाखेरि चाहिँ अब स्टेजमै गएर जुन वक्तव्य उहाँले पार्टीको विरुद्धमा गर्नुभयो र त्यसलाई चाहिँ उहाँले समर्थन गर्दै आफ्नो आन्तरिक कुरालाई पनि स्टेजमा त्यो गर्नुभयो। हामीले त्यसको बारेमा चाहिँ उहाँलाई स्पष्टीकरण सोधेको। उहाँले भन्नुहुन्छ मैले पार्टीभित्रका कुरा म पार्टीभित्रै लडेर यसलाई समस्या समाधान गर्छु भन्दै गर्दाखेरि मलाई कार्यक्रममै गएकै कारणले चाहिँ स्पष्टीकरण सोधिँदैछ भन्दा एउटा मन्त्री सार्वजनिक पदमा धारण गरेको मान्छे कुनै कार्यक्रममा जाँदैमा स्पष्टीकरण सोध्ने भन्ने यो अलिक बढी हामी तानासाही भयौँ कि? के त मन्त्री पद जस्तो व्यक्तित्व आफ्नो दायित्व र आफ्नो मद र मर्यादाको आफैले पालन गर्नुपर्ने होला होइन? कुन कार्यक्रममा म गइरहेको छु र कुन पोजिसनमा म गइराखेको छु, म एउटा प्रदेशको मन्त्री र एउटा क्षेत्रीय सभापति एउटा पार्टीको सभापति हुँदाहुँदै म एउटा कुनै पनि त्यो एउटा सांसदको त्यो प्रमुख अतिथिमा मेरो कुन पोजिसनमा म गइरहेको छु त्यसलाई चाहिँ ध्यान दिनुपर्ने कुरा होइन? तपाईँहरूले सोधेको स्पष्टीकरणमा मन्त्री ज्यूले स्पष्टीकरण लिखित पेश गर्नुभयो छैन। यो कस्तो विडम्बना छ भने नि अब तपाईले सोधिहाल्नुभयो यहाँ जो खुल्लम रूपले जो पार्टीलाई अन्तर्घात गर्छ त्यसलाई नै ठुलो पद दिने चाहिँ यता आएर चाहिँ त्यो पद्धति आउन थालेछ। मैले तपाईँलाई यहाँ रोकेँ, म त्यहाँ अघि अलिक पछि आउला भन्दै थिएँ, तपाईँले अन्तर्घातको कुरा सुरुमै ल्याइदिनु भयो। उहाँले भन्नुहुन्छ प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको ताका मलाई नभएर चाहिँ साइकल छापका मान्छेहरूलाई भोट माग्दै हिँड्नुभयो उहाँहरू, त्यो चाहिँ हामीले स्वीकार गरिदिनु पर्ने। म एउटा शिक्षकको प्रतिनिधि भएको हिसाबले कुनै कार्यक्रममा गएँ भन्दा उहाँहरूले मलाई लिखित स्पष्टीकरण सोध्नुपर्ने, यो कुन खालको चाहिँ ट्रेन्ड बसाइरहेछौँ राजनीतिमा हामी भनेर उहाँले हामीलाई प्रश्न गर्नुभएको थियो। त्यही प्रश्न मैले जस्ताको तस्तै तपाईँलाई गरेँ। यो कुरो चाहिँ उहाँले बिर्सनु भयो होइन? उहाँ जतिखेर आफू चाहिँ प्रदेश सांसदको उम्मेदवार हुँदाखेरि उहाँ कुन पक्षमा र कसलाई लिएर यहाँ चाहिँ प्रतिस्पर्धामा उर्लिनु भयो। विडम्बना त्यतिखेर के थियो भने गठबन्धन भएर हामीले लड्नु पर्यो। हामीलाई काङ्ग्रेसलाई कस्तो बाध्यता बनायो भने मैले स्थानीयमा मेरो अधिकार हुँदाखेरि, किनभने त्यतिखेर गठबन्धन गर्ने संयोजक मै नै थिएँ, तर मैले स्थानीयमा सर्लाहीमा गठबन्धन गरेन। 77 जिल्लामा गठबन्धन भयो एक्सेप्ट सर्लाहीमा, र त्यतिखेर मैले 20 पालिकामा मैले लडाएँ। तर बाध्यता के भयो भने जुन हाम्रो केन्द्रको निर्देशन अनुसार हामीले चाहिँ यहाँ गठबन्धनमा जानुपर्ने भयो। उहाँ चाहिँ महेन्द्रजीको लबीबाट भनौँ माओवादीबाट महेन्द्रजी लड्नुभएको थियो, उहाँसँग हुनुभयो। हाम्रो यही कमा प्रदेशमा जङ्गिलालजी चाहिँ हाम्रो राजेन्द्र महतोजीसँग आउनुभयो, उहाँ चाहिँ लोसपा राजेन्द्र महतोजी होइन, र यहाँ चाहिँ माओवादीबाट चाहिँ महेन्द्रजी, फेरि प्रदेशमा चाहिँ दुईटै काङ्ग्रेसको उम्मेदवार।
हामीलाई 4 मा के भयो भने बाध्यता त्यहाँ चाहिँ जो माओवादीको जुन हामीलाई सपोर्ट आउनुपर्ने त्यहाँ चाहिँ शिबु जनालाई आफ्नै छोरीलाई त्यहाँ चाहिँ उभ्यायो, माओवादीको आफ्नै उम्मेदवार भयो। त्यसले गर्दाखेरि हामीलाई चाहिँ त्यहाँ लोसपाको भोट लिनुपर्ने थियो। त्यसले गर्दाखेरि जुन मेरै गाउँमा मेरो बाबा जो त्यहाँ 4 नम्बर क्षेत्रको आधिकारिक उम्मेदवार हुनुहुन्थ्यो, हामीलाई प्रेसर आउँदाखेरि कि तपाईलाई हाम्रो लोसपाले त्यहाँ समर्थन गर्दाखेरि तपाईँ चाहिँ आफ्नो गाउँमा पनि त मेरो लागि चाहिँ भोट माग्दिनु पर्यो भन्दाखेरि, किनभने मलाई त त्यहाँ क्लियर रूपमा माओवादीले सपोर्ट गरिराखेको थिएन। त्यसले गर्दाखेरि राजेन्द्र महतोजी जुन बेला मेरो गाउँ इनरबामा आउनुभयो, उहाँले वक्तव्य आफ्नो चाहिँ समर्थनमा जब राजेन्द्र महतोजीको पक्षमा चाहिँ बाबाले क्लियर रूपमा माग्नुभयो, तर त्यो माग्दाखेरि के भने राजेन्द्र महतोजीले एउटा गेम चाल्नुभयो कि ठिक छ यो प्रदेशको यो मेथुरजी पनि उम्मेदवार हुन्छ, उहाँको लागि पनि माग्दैन। उहाँ बाबाले के भन्नुभयो भने यो मेरो छोरो जस्तो छ भनेर चाहिँ उहाँले पन्छ्याउनु खोज्नुभएको भन्दा त्यो बोल्ने क्रममा ती कुराहरू बोल्न चाहिँ बोलिएको हो। किनभने गठबन्धनको, किनभने म पनि त एउटा उम्मेदवार थिएँ, मलाई जहाँबाट भोट आउँछ, किनभने क्लियर कटमा त्यहाँनिर चाहिँ माओवादीको आफ्नै उम्मेदवार शिवपूजनको छोरी भएको कारणले गर्दाखेरि हामीलाई माओवादीको भोट आइराखेको थिएन। त्यहाँ चाहिँ गोरेटा नगरपालिका लोसपाले नै जितेको थियो र बलराममा पनि लोसपाको धेरै मत हुँदाखेरि हाम्रो एकजना उम्मेदवार चाहिँ राजेन्द्र महतोजी जङ्गीलालजी हुँदाखेरि हामीलाई पनि जित्नको लागि चाहिँ कुन पार्टीले मलाई सघाउँछ भने मेरो पनि नैतिकता चाहिँ उहाँलाई सघाउनु पर्ने हो भनेर राजेन्द्र महतोलाई चाहिँ सपोर्ट गरेको। तपाईँहरूले त्यो दलीय गठबन्धनको आधारमा ती कुराहरू बोल्नु हो। दलीय गठबन्धनको त्यो चुनावको बेला त्यो पनि एकचोटि र अर्को कुरो उहाँले जुन आरोप लगाउनु भयो त्यो चुनावको बीचमा म एक दिन पनि म 2 नम्बर क्षेत्रमा, किन मेरो बाबा आफै लड्नु भएको कारणले गर्दाखेरि म 4 नम्बर क्षेत्रमा व्यस्त थिएँ। इभन दो कि म आफ्नो भोटिङ गर्ने पनि मलाई त्यो टाइम नभएर मैले आएन। यहाँ फेरि अर्को अब्बा पनि कि उसले आउँदाखेरि चाहिँ अब भनौँ न जुन आरोप अहिले आइराखेको छ त्यसले गर्दाखेरि म त्यो न बुथमा आएँ न म आफूलाई देखा परेँ। यो अर्को छ नि सुनिन्थ्यो मधेसमा यादव र शाह मिल्दैनन् भनेर, तर तपाईँहरू त यादवै नमिलेको देखियो। यो चाहिँ त्यो पार्टीभित्रको संस्थापन गुट भनौँ अथवा शेरबहादुर देउवा गुट र कृष्णप्रसाद सिटौला गुट अथवा शेखर कोइराला गुट अथवा अर्को कोही गुट उपगुट भएको कारणले यो समस्या सिर्जना भयो हो कि? तपाईँहरूलाई चाहिँ गुटको भन्नुहुन्छ होइन, म एउटा विचारधाराको लडाइँ भन्छु। त्यो विचारधाराको लडाइँमा के हुन्छ भने एउटा यस्तो हुन्छ, हरेक दलमा अन्तरसङ्घर्ष हुन्छ होइन, तर यो तपाईँहरूको चाहिँ पछिल्लो गतिविधि जुन देखियो, एउटा गुटले चाहिँ केन्द्रीय कार्यालयमा गएर कहिले धर्ना दिएको छ, कहिले अर्कोले दिएको छ। अब यहाँ पनि चाहिँ कसैले सभापति चाहिँ नमान्ने भनेको छ, कसैले त्यही सभापति ठिक छ भनेको छ, अथवा कसैले कुनै नेता चाहिँ नेतालाई नेता मान्दैन, कसैले अर्को नेतालाई नेता मानिदिन्छ। यो अन्तरसङ्घर्ष भन्दा पनि यहाँ त ठ्याक्कै साँच्चै भन्ने हो भने दुईवटा पार्टी जस्तो देखिँदैन। दुईटा पार्टी भन्दा पनि कस्तो, मैले त्यही तपाईँलाई म एक्सप्लेन गर्न खोजेको हजुरलाई। यो दुईटा विचारधाराको लडाइँ, एउटा घर बनाउने हो र एउटा चाहिँ घर भत्काउने। यो तपाईँको लडाइँ चाहिँ के हो, बनाउने हो कि भत्काउने हो? मेरो त बनाउने। तपाईँको चाहिँ केन्द्रीय कार्यालयको धर्ना अनि यी बिचका आरोप प्रत्यारोपहरू चाहिँ बनाउने कि भत्काउने हो? म एउटा कुरा भन्छु, जुन विधि विधानले म अमरेश सिंहजीलाई सांसद हुँदैखेरि कङ्ग्रेसबाट उहाँले चुनावको बेला जुन पार्टीसँग अन्तर्घात गर्दाखेरि उहाँलाई पार्टीले निष्कासन गर्न यही अनुशासन समितिले कारबाही गर्दाखेरि उहाँलाई पार्टीबाट चाहिँ हामीले साधारण सदस्यताबाट पनि बर्खास्त गर्न पाउँछौँ भने त्यही विधानलाई टेकेर अरूलाई गर्दाखेरि किन क्वेसन त? मैले ठ्याक्कै फेरि तपाईँलाई अर्को पनि प्रश्न गरेँ। मन्त्रीज्यूसँग हामीले अनौपचारिक रूपमा कुरा गऱ्यौँ र त्यो क्रममा उहाँले भन्नुभयो डाक्टर सरोज कुमार यादव जो अहिले अनुशासन समितिको सर्लाहीको सभापति भनौँ, संयोजक भनौँ, अध्यक्ष भनौँ उहाँ हुनुहुन्छ, उहाँको विषयमा केन्द्रीय अनुशासन आयोगमा मैले उजुरी हालेको छु, उहाँलाई कारबाही किन नहुने भनेर मन्त्रीज्यूको प्रश्न छ। मैले त्यो कपी तपाईँलाई सुनाएँ। त्यो ठोस आधार हुनु पर्यो नि त। म अगर कहीँनिर पार्टी हित विपरीत अगर काम गरेछु भने जुन पार्टीले मलाई चाहिँ जे सजाय गर्छ होइन, म त्यो लिन पनि तयार छु र त्यो सजाय भोग्न पनि तयार छु। तर आफूले गरेको कुरोलाई पन्छ्याउनको लागि भ्रम सिर्जना गर्ने अगर कुनै यो कार्यविधि उहाँले बनाउनु भएछ भने आफ्नो सोचमा भने त्यो चाहिँ उहाँले नै जानुहोस्। अहिलेसम्म नभएको कुरा फर्स्ट टाइम चाहिँ तपाईँकै माध्यमबाट मैले तपाईँकै जुन इन्टरभ्यूमा मैले पनि सुन्न पाएँ, मलाई पनि आश्चर्य लाग्यो कि त्यसको खुलस्त रूपमा आउनु पर्यो। मैले त यहाँ जुन स्पष्टीकरण उहाँलाई सोधेछु त्यो त आधार बनाएर सोधेको हो नि त।
निधारमा अर्को छ नि मैले ठ्याक्कै तपाईँलाई यहाँनिर जोड्दै लागे नेपाली काङ्ग्रेसलाई ठ्याक्कै भन्ने हो भने काहीँ पनि आलोचना गर्न नहुने अथवा नपाउने नसक्ने वा दुधले नुहाएको पार्टी हो भन्ने आधारहरू के छन्? यस्तो यता आएर कङ्ग्रेसको कस्तो परिपाटी भयो भने नि व्यक्तिवादमा अलिकता गएको लाग्छ। किनभने म आजदेखि कङ्ग्रेस होइन, यो चाहे मधेस आन्दोलन जहिलेदेखि बाबाले कङ्ग्रेसको बिरा सम्हाल्नुभयो उहाँ गाविस हुँदै चाहिँ एउटा मन्त्री पदमा 56 सालमै पुगेको व्यक्ति हो होइन। आजसम्म हामीले जस्तो पनि परिस्थिति आयो, आँधी बेरी आयो होइन, मधेसको आन्दोलनदेखि लिएर जब कोही झन्डा टाङ्नेवाला थिएन, 4 तारा चाहिँ एउटा यही घरमा थियो होइन। पहिलो संविधान सभाको चुनाव लड्दाखेरि पढिएकै छोरा भएर पनि हामी अङ्कित भएको हो, सम्बोधन पनि हामीले पाएको हो। के छ भने आफ्नो विचारधारा, म एक्लै भए पनि म आफ्नो विचारधारा, मेरो फ्यामिली र मेरो बाबाको जुन एउटा सोच छ त्यही सोच मैले लिएर हिँडिराखेको छु। मैले कहिले पनि त्यो पद्धति र त्यो सोचबाट हट्ने छैन। अहिले यहाँनिर चाहिँ के देखियो भने यो तपाईँले मन्त्रीज्यूले तपाईँलाई अथवा अर्को कुनै नेताले अर्को नेतालाई एउटै पार्टीभित्रको आरोप प्रत्यारोपहरू बाहिर छताछुल्ल हुँदाखेरि चाहिँ यी छताछुल्ल आरोप प्रत्यारोपहरूलाई नेपाली काङ्ग्रेसको विधानले पार्टीको आचरण विपरीत भन्छ कि भन्दैन? त्यो आचरण विपरीत भन्छ। सुन एउटा कुरो, यो देशमा के हुन्छ भने जुन पार्टी पनि अहिले जति पनि पार्टी छ त्यो कानुन सम्बद्धै हुन्छ होइन। हामीले कानुन सम्बद्ध गरेको जुन विधान हामीले दिएछ त्यो विधान सम्बद्ध नै हामीले त्यो कारबाही या स्पष्टीकरण सोध्ने अधिकार हामी प्राप्त छौँ। अर्को कुरो जुन यो प्रसङ्ग जुन केन्द्रीय कार्यालयमा जुन आरोप र प्रत्यारोपको कुरा हजुरले गर्नुभएछ त्यो उहाँले बुझिदिनु पर्छ भने अगर कानुनमा अगर त्यो ठाउँ नभएको भए मेरो सभापतिजीले रिजाइन गरिसक्नुहुन्थ्यो। हो, मैले अब ठ्याक्कै त्यहाँ जोड्न लागेँ। नेपाली काङ्ग्रेसका सर्लाहीका सभापति आदरणीय नेता सुरेन्द्र प्रसाद सिंह ज्यूलाई यो मनुस्मरा सिँचाइ आयोजनाको चाहिँ करिब 18,000 सिसौहरू काटेको अभियोग लगाएर 2071 साल 9/25 चाहिँ 1.5 वर्ष कैद र 2,49,74,460 रुपियाँ जरिवाना विशेषले तोकेको थियो। उहाँले चाहिँ सर्वोच्चमा उजुरी भयो। सर्वोच्चमा उजुरी भइसकेपछि 2080 11 महिना 15 गते उहाँलाई चाहिँ त्यो विशेषको फैसलामा केही फेरबदल गर्दै 9 महिना कैद 1,44,87,000 रुपियाँ जरिवाना तोकियो। तपाईको नेपाली काङ्ग्रेसको विधानले भन्छ कुनै पनि सदस्य नैतिक पतनदेखि नै फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएको अवस्थामा पार्टीको साधारण सदस्य पनि रहन नपाउने भन्ने तपाईको पार्टीको विधान व्यवस्था छ। यो व्यवस्था अनुसार तपाईको सर्लाहीको सभापति सुरेन्द्र प्रसाद सिंह सभापति नै रहिरहनु अर्थपूर्ण हुन्छ कि हुँदैन? तपाईँकै क्वेसनले नै एन्सर गरेछ। अन्तिम होइन, अन्तिम भनेको त्यो लास्ट हुन्छ। मैले तपाईँलाई फेरि रोकेँ। सर्वोच्च अदालत भन्दा अर्को अन्तिम अदालत भनेको राजनीतिक अदालत छैन। मैले त्यही तपाईँले के क्वेसनलाई चाहिँ मैले त्यही क्वेसनलाई हजुरकै नै क्वेसनलाई मैले स्पष्ट बुझाउन खोजेको। अदालतको त्यो अन्तिम आदेश भइदिएको भए उहाँले दिएको निवेदनले अदालतले मान्यता दिनुहुन्थेन। त्यो पूर्ण अवलोकनको लागि चाहिँ उहाँले निवेदन दिइसक्नु भएछ, त्यो दायर पनि भइसकेछ। सुन्न, कानुनमा त्यो बाटो भएर नै उहाँ दिनुभएको। अगर बाटो नभएको भए त्यसलाई नै हामीले अन्तिम आदेश मान्छौँ। यस्तो पनि छ नि, नेपालको कानुन त शक्तिले चल्छ। अब शक्तिमा उहाँ चाहिँ हाल सत्तामा रहनु भएकै चाहिँ दलको एउटा पार्टीको सभापति हुनुहुन्छ। त्यही दलको पार्टीको सभापतिको नजिकको मान्छे हुनुहुन्छ होइन। उहाँले चाहिँ विशेष अदालतको निर्णयलाई चाहिँ पुनरावलोकन गरियोस् भनेर त सर्वोच्चमा उजुरी दिनै भएको। त्यहाँ पुनरावलोकन भएकै छ। उहाँलाई 1.5 वर्ष कैद सजाय भनेकोमा 9 महिनामा झरेको छ। टेन्टेटिभ तपाईँको 2 करोडभन्दा माथिको जरिवाना थियो। टेन्टेटिभ 3 करोडको चाहिँ जरिवाना दाबी गरिएको थियो, त्यो चाहिँ 1.25 करोडमा अब 1.25 करोडमा झरेको छ। पुनरावलोकन चाहिँ अथवा त्यो सच्याउन पाउने चाहिँ कतिचोटि हुन्छ? यस्तो हुन्छ, त्यो कानुनमा तपाईँले जबसम्म प्रावधान हुन्छ, तपाईँले गल्ती नगरे हुनुहुन्छ भने तपाईँले जहिले पनि बाटो खोज्नुहुन्छ, राइट। उहाँ जुन यो कुरोको सिसो कटानको नहरको कुरो हो,
उहाँले प्रत्यक्ष रूपमा त्यसमा संलग्न हुनुहुन्थेन, किनभने उहाँ चाहिँ सिँचाइ योजनाको अध्यक्षको नाताले उहाँको नाम जुडेको। अनि त्यति बेला पनि त सर्टेन टाइम त उहाँ हिरासत बस्नु भएको छ नि त। फेरि यस्तो हुन्छ, आरोप लगाउँदाखेरि नि हाम्रो यो नेपालमा कस्तो छ भने नि, तपाईँलाई परिणाम चाहिँ पहिल्यै सुनाइदिन्छ, इन्भेस्टिगेसन चाहिँ 0 छ। तपाईँ अहिले रेपकै मुद्दा लिइहाल्नु न, कर्नी मुद्दामा के हुन्छ र, इन्भेस्टिगेसन छ र 0% छ। एज अ डक्टर रेप भनेको जुन डिफिनेसन मैले पढेको हो या हामीलाई पढाएको हो, या त त्यो रङ गर्नु पर्यो होइन। वर्ल्ड वाइडमा जुन कुरोलाई मानेको छ नेपालले त्यसलाई रङ गरिराखेको छ होइन। तपाईँको इन्भेस्टिगेसन चाहिँ यहाँ 0 हो। कसैसँग कुरा गर्दैमा तपाईँले उसले चाह्यो भने तपाईँलाई कर्नी मुद्दा लाग्छ होइन र? अहिले छ कि छैन त्यो व्यवस्था नेपालमा? अनि यो कहीँ दुनियाँमा कहीँ छ? रेपको अर्थ के हो त? भन्दा तपाईँको भनाइ चाहिँ सुपरफिसियली के हो भने हाम्रो सभापति दोषी ठहर भइसकेका छैनन् भन्ने छैन। उहाँलाई अहिले पनि अप्सन छ। उहाँलाई जब त्यसले पनि जुन लास्ट जुन अप्सन छ उहाँलाई, किनभने उहाँ आफूलाई निर्दोष जुन साबित गर्न खोजिराख्नु भएछ, त्यो अगर त्यो अदालतलाई अगर त्यो होइन उहाँ निर्दोष होइन दोषी नै हुनुहुन्छ भने त्यो उहाँलाई कसैले मैले या कसैले रोक्नुहुन्न, उहाँ आफै रिजाइन गर्नुहुन्छ। मैले अब अलिकति ठ्याक्कै समसामयिक विषयलाई जोड्ने भन्दा अन्तिममा राजनीतिक प्रश्नको अन्तिम प्रश्नमा नेपाली कङ्ग्रेस सर्लाहीको यो म भए ठिक अरू भए बेठिक अथवा त भए ठिक त नभए बेठिक भन्ने खालको जुन एउटा यो पछिल्लो परिपाटी देखिएको छ, यो परिपाटी अन्त्य गर्न चाहिँ तपाईँको भूमिका के रहन्छ? एउटा यो सबभन्दा ठुलो इक्जाम्पल चाहिँ यो स्थानीयको बेलाको थियो, जुन लालबन्दीको मेयर अहिले बासु अधिकारीजी हुनुहुन्छ नि। तपाईँ एक्चुअलमा गएर उहाँले मलाई आन्तरिकमा सघाउनु भएको होइन। हाम्रो आन्तरिक चुनाव हुन्छ नि, बासु अधिकारीजी जो मेयर साहब हुनुहुन्छ उहाँले मलाई सघाएको होइन। तर जब मैले यो दायित्व पाएँ, मैले उहाँलाई जब हाम्रो टिकट दिइसकेपछि जुन दायित्व निर्वाह गरेको छु मैले, यो बासु अधिकारीजी भन्दा चाहिँ अरूले चाहिँ यसले कहिले बुझ्न सक्नुहुन्छ, किन उहाँ चाहिँ त्यहाँ प्रत्यक्ष उम्मेदवार हुनुहुन्थ्यो र उहाँले जित पनि हासिल गर्नुभयो। र उहाँलाई जुन रोल मैले गरेछु उहाँको टिकट बचाउनको लागि, यो देशव्यापी नै चर्चामा थियो लालबन्दीको। किनभने हाम्रो पार्टीको के निर्णय थियो भने, दुईवटा पार्टी जब चाहिँ गठबन्धन गरेर गइसकेपछि तेस्रो पार्टी गठबन्धनको चाहिँ स्वतः उम्मेदवार हुन पाउँछ। त्यही किनभने कलम छाप र माओवादी चाहिँ उम्मेदवार आफ्नो तोकेर चुनावमा गइसक्दाखेरि त्यहाँनिर चाहिँ हामीले बासु अधिकारीजीलाई उम्मेदवार बनाएको हो। र त्यो हुँदाखेरि पनि हाम्रो पार्टी सभापति र त्यतिखेरको प्रधानमन्त्री शेरबहादुरज्यू नै हुनुहुन्थ्यो, नारायण काजी श्रेष्ठको एकदम प्रेसर यो आयो कि उहाँको चाहिँ टिकट चाहिँ जसरी पनि चाहिँ रद्द होस्। तर त्यहाँ चाहिँ जुन भूमिका मैले गर्नुपर्ने हो त्यो गरेर उहाँको जुन हामीले जुन टिकट बचाउन पाएर जितको एउटा मुकाम जुन आज लालबन्दी छ कङ्ग्रेसको नाममा, त्यो पनि एउटा ठुलो देन हो। यो देनलाई चाहिँ त्यो विपक्षले कहिले पनि भनौँ न, त्यो सोच नमिल्ने व्यक्तिले कहिले पनि बुझ्न सक्दैन। भन्दाखेरि तपाईँहरूको चाहिँ त्यो मिलाउनुपर्छ, मिलाउने पात्र मै हुँ भन्ने हो तपाईँको भनाइ चाहिँ? त्यतिखेरको पात्र मै होइन, मैले आफ्नो जुन मैले पोजिसन पाउँछु होइन, किन म डक्टर फिल्डबाट हो, मेरो निर चाहे त्यो कोही पनि आओस् होइन, जुन मैले आफ्नो रिस्पोन्सिबिलिटी गर्नुपर्ने हो त्यहाँ चाहिँ म कहिले पनि पछाडि हुँदैन। अब मैले यो ठ्याक्कै अब यो स्वतन्त्र विद्यार्थी युनियन पनि को निर्वाचन पनि हुँदैछ। मैले त पछिल्लो क्रममा मैले लेख्ने गरेको छु, बोल्ने गरेको छु, सोभियु निर्वाचन दलका नेतालाई होइन, सोभियु निर्वाचन दलका नेतालाई लागेको देखिएको छ। यहाँ त तपाईँको स्थानीय तहको निर्वाचन, प्रदेश तथा प्रदेश सभाको निर्वाचनको तरिकाले सोभियु निर्वाचन भएको देखिन्छ। तपाईँको आफ्नै भाषामा भन्नु पर्यो भने यो सोभियु निर्वाचनलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ, कसरी हेर्नुहुन्छ? यस्तो हो कि सोभियु या विद्यार्थीलाई जुन बेला राजतन्त्र थियो नि, एउटा माध्यम थियो कि आफूलाई परिभाषित गर्नुपर्ने। तर अहिले चाहिँ हामीले के सजेसन गर्नुपर्छ भने विद्यार्थीले त्यो कुरोलाई कसरी परिभाषित गर्नुपर्छ भने आफ्नो एजुकेसन सेक्टरलाई कसरी विस्तार गर्ने र त्यो कमी कमजोरीलाई हटाउँदै चाहिँ आफ्नो आवाज र आफ्नो भविष्य कसरी कायम गर्छ भन्ने त्यतातिर चाहिँ सोभियुको जो पनि उम्मेदवार हुँदाखेरि त्यता ध्यान दिनुपर्ने कुरो हो। अर्को कुरो रह्यो यहाँनिर नि तपाईँले जुन सोभियुको चुनाव जुन हाम्रो यहीँ चाहिँ 3टा क्याम्पसमा, सर्लाही क्याम्पस, लालबन्दी र हरियोनको क्याम्पसमा जुन भइराखेको छ, सर्लाहीकै क्याम्पसको कुरा जोडौँ। जुन दिन दल दर्ताको कुरो थियो नि, पार्टीगत दल दर्ता 19 गते पुरै देशव्यापीमा थियो,
त्यहाँनिर चाहिँ हाम्रै पार्टीका नेभी सङ्घका केन्द्रीय सदस्यले एउटा समूहलाई सुजित यादव भन्ने समूहलाई दर्ता गरायो हैन। ऊ आफै चाहिँ काङ्ग्रेसको नेभी सङ्घबाट एउटा केन्द्रीय सदस्य हुँदाहुँदै एउटा समूहलाई अगर दर्ता गराउँछ भने त्यसलाई चाहिँ हामीले के बुझिदिनुपर्छ? भोलि उसमाथि कारबाही हुँदाखेरि र उसलाई चाहिँ स्पष्टीकरण त्यो सोद्धाखेरि चाहिँ यहाँ गुटबाजे या त्यो जे पनि नाम दिन थाल्यो भने त्यसको मैले हजुरलाई त्यो पठाइ पनि सकेछु त्यो समूह र त्यो एउटा चाहिँ खुला रूपमा एउटा समूहलाई उहाँले आफ्नो जुन विधान र विधिवत जुन आफ्नो पार्टीको जुन छ त्यसलाई छोडेर एउटा समूहलाई जुन उहाँले व्याख्या जुन तरिकाले उहाँले लागेर एउटा समूहलाई जिताउन लाग्नु भएछ त्यो पनि अरू कोही पनि होइन। यो हाम्रो अहिलेको मन्त्रीजी कौशल राय जो प्रदेश सांसद पनि हुनुहुन्छ र उहाँको आफ्नै भतिजाले यस्तो क्रियाकलाप गर्दाखेरि यसले तपाईँले बुझ्न सक्नुहुन्छ को काङ्ग्रेस बनाउने हो र को काङ्ग्रेसलाई सिध्याउन। तपाईँको यो भनाइमा चाहिँ सुजित यादवको एउटा समूह दर्ता सोभि चुनावमा सहभागी हुनको लागि दर्ता हुनु भनेको उहाँ प्रत्यक्ष आफै गएर मन्त्रीज्यूको चाहिँ ब्याक सपोर्ट हो वा मन्त्रीज्यूको इसारा हो? एकदम यो क्लियर कट हो, मन्त्रीजीको एकदम क्लियर कट त्यो सपोर्ट हो। उहाँको सपोर्ट पाएपछि दर्ता गर्नुभयो तपाईँहरूको भनाइ त्यो हो एकदम। किन अगर म अहिले कुनै पनि पदको दायित्व निर्वाह गर्छु भने मेरै छोरा त्यो त्यहाँ देखा पर्यो भने त्यो क्लियर कट नै उहाँको भन्दाखेरि त्यसो भए सर्लाही क्याम्पसमा सोभिउ निर्वाचन चाहिँ कस्तो हुन्छ? अब यहाँ त दलीय हिसाबले छुट्टै छ, गठबन्धन पनि गरिएको छैन, यहाँ कुनै दलको कसैसँग गठबन्धन छैन मैले बुझेअनुसार। र यहाँ चाहिँ नेपाली कङ्ग्रेस निकट भनौँ वा भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अवस्था के छ? राम्रो पोजिसनमा छ होइन, जितको त्यो मुकामतिर नै छ। त्यसको लागि चाहिँ हाम्रो जो पनि काङ्ग्रेसप्रति जो विश्वास र आस्था राखेर हामी कटिबद्ध रूपमा प्रत्येक गाउँदेखि लिएर नै लागि परेका छौँ। अर्को कुरो के छ भने नि हाम्रै घरमा मुसा चाहिँ पालेर राखिराखेको छु। एउटा भनाइ छ हाम्रो यो तराईतिर, सरेको आलुलाई एउटा आलुलाई नि त्यो बोराभित्र राख्दैन त्यो सराउने प्रक्रियामै जान्छ कि त्यो कहिले पनि त्यो राम्रो प्रक्रियामा जाँदैन। सेम त्यही कुरो हो जुन हजुरले जुन स्पष्टीकरणको कुरा गर्दाखेरि यसले स्पष्ट हुन्छ कि किन चाहिँ हामी चाहिँ त्यसलाई स्पष्टीकरण या कारबाही किन गर्छौँ होइन। त्यो चाहिँ यहाँबाट नै तपाईँले अहिलेको जुन परिस्थिति छ नि यसले चाहिँ तपाईँको पछिल्लो समयदेखि डाक्टर सरोज म त्यहाँ नजाऊ भन्दै थिएँ, फेरि पनि तपाईँले मलाई त्यतातिर फर्काउनु भयो। तपाईँहरूले त गर्व गर्नुपर्ने होइन, प्रदेश सभाको एउटा चाहिँ नेपाली कङ्ग्रेसको प्रदेश सभाको सांसद, क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापति चाहिँ प्रदेश सरकारको भए पनि मन्त्री हुनुहुन्छ, मन्त्री हुनुहुन्छ नेपाली कङ्ग्रेसको एकजना सांसद भनेर गर्व गर्नुपर्ने होइन? यस्तो हो कि जुन फिल्डबाट म आएछु नि मैले राम्रो गरेँ भने गर्व गर्छु। मैले गलत प्रक्रिया गलत बाटो हिँड्दै जाने र म माथि गर्व गर्नुपर्ने त्यस्तो चाहिँ भिजन न म कसैलाई दिन्छु न त्यस्तो भिजन म लिन्छु। ठिक छ, पार्टीभित्र उहाँले चाहिँ कतिपय आचरणहरूलाई चाहिँ स्वीकार गर्न सक्नु भएन होला। मन्त्री भएपछि उहाँले गरेका गतिविधिहरूलाई चाहिँ नेपाली कङ्ग्रेस सर्लाहीले अथवा अनुशासन आयोग सर्लाहीले कसरी महसुस गरिरहेछ मूल्याङ्कन? खै मलाई त त्यो फिलै भएको छैन। उहाँले मन्त्री भएपछि केही काम गर्नु भएको छैन? त्यस्तो त हामीले केही फिलै भएको छैन। अब अलिकति अन्तिममा तपाईँ मेडिकल पर्सन पनि हो, म थोरै त्यहाँनिर जोडौँ भन्ने लाग्यो। अहिले मध्य प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहज्यूले मध्य प्रदेशकै जिल्लाहरूमा सबै जिल्लाहरूमा चाहिँ मेडिकल यो निजी स्वास्थ्य संस्थाहरूको सवालमा चाहिँ उहाँले अनुगमन गर्ने बन्द गराउने जुन एउटा गतिविधि गरिरहनु भएको छ, यो गतिविधिलाई चाहिँ के भन्नुहुन्छ? उहाँले एक खालको राम्रो गरिराख्नु भएछ, तर अर्को कुरो जुन सरकारले जुन प्रत्येक पालिकामा जुन 15 बेडको जुन हस्पिटल सञ्चालन जुन गर्नुभएछ नि ठाउँ ठाउँमा, म त्यसको बारेमा एउटा कुरा चाहिँ तपाईँ माध्यमबाट राख्न चाहन्छु। 15 बेडमा हाम्रो लागत कति हुन्छ? करोडौँ रुपियाँ, कहीँ 15 करोडदेखि 25 करोड पनि लागत छ। पर मन्थ हाम्रो पर मन्थ जुन स्यालेरी जुन जाने हो 10 देखि 15 लाख चाहिँ त्यो हस्पिटलको जाने हो। त्यसपछि त्यसको अपेक्षा हाम्रो आम पब्लिकले डाइरेक्ट बेनिफिट के छ त? कहिले त्यसको मूल्याङ्कन गर्नुभएछ? छैन। त्यहाँ चाहिँ 15 बेडको हस्पिटलमा एकजना डक्टर हुन्छ। एज अ म डक्टर मैले किनभने काम गरेको हो, मैले 15 वर्ष चाहिँ डक्टर फिल्डमा मेडिकल फिल्डमा काम गरेको। एकजना डक्टरले 24 आवर्स हप्ताको 7औं दिन
हैन महिनाको 30औं दिन र वर्षभरि चाहिँ एकजना डाक्टरले भ्याउँछ एउटा MBBS को लेभल मलाई पनि थाहा छ कि एउटा MBBS ले त्यत्रो लागत गरेर त्यो जुन हाम्रो पहिला हेल्थ असिस्टेन्ट राखेर जुन पब्लिकले जुन सेवा सुविधा पाइराखेको थियो त्यो भन्दा अलिकता चाहिँ बेनिफिट छ बेड चाहिँ राम्रो पाइराखेको छ त्यो बाहेक चाहिँ के पाइराखेको छ त्यो मलाई बताइदिनु त। अनि बद्रीज्यूले गरेको गतिविधि चाहिँ ठिक छ कि बेठिक छ हैन अहिले जुन निरीक्षण गरिराख्छ यसलाई चाहिँ कन्टिन्युटी गर्नुपर्छ अझै चाहिँ एक्टिभली रूपमा जानुपर्छ। यो अर्को पनि छ नि कुनै पनि अवस्थामा निजी स्वास्थ्य संस्थाहरूको वा सरकारी स्वास्थ्य संस्थाहरूको इमर्जेन्सी भनौँ अथवा आपतकालीन बेडहरू आपतकालीन सेवाहरू बन्द हुँदैनन् तर मध्य प्रदेश सरकारका मुख्यमन्त्रीज्यूले चाहिँ सर गएर जुनसुकै कन्डिसनमा भए पनि उक्त निजी स्वास्थ्य संस्थाहरूलाई सम्पूर्ण सेवा बन्द गरिदिनु भएको छ। यसलाई चाहिँ मेडिकल पर्सनको हिसाबले के भन्नुहुन्छ? हेर्नु तपाईँ त्यो इमर्जेन्सी सेवाको लायक पहिला त हुनु पर्यो नि त एज अ डक्टर पहिला म त्यसको लायक त हुनु पर्यो। म इमर्जेन्सी कन्डिसनमा हार्ट एट्याक पनि त आउँछ प्यारालाइसिसको पनि त केस आउँछ त्यसलाई डिल गर्ने क्यापेसिटी त्यो सुन न त्यो क्यापेसिटी ममा छ कि छैन त्यो तपाईलाई हार्ट अट्याक भएछ भनेर त्यो डायग्नोसिस गर्ने चाहिँ हामीसँग त्यो उपकरण छ कि छैन खालि चाहिँ मैले इमर्जेन्सी लेखिदिँदाखेरि चाहिँ इमर्जेन्सी ट्रिटमेन्ट म गर्न सक्छु र त्यसले गर्दाखेरि उहाँले जुन राम्रो कामलाई चाहिँ जहिले पनि एप्रिसिएट गर्नुपर्छ किनभने यहाँ चाहिँ तपाईँ सर्लाहीको हस्पिटलको ठ्याक्कै अगाडि जानुहुन्छ भने पहिलादेखि म त्यसको आवाज उठाएको छु जो अहेब जो एनाटोमी पढेको छैन उसले चाहिँ अल्ट्रासाउन्ड गरेर बसेको र त्यहाँ चाहिँ पहिला के हुन्थ्यो भने त्यही सर्लाही हस्पिटलमा MBBS ले गरेको या एउटा डाक्टरले गरेको त्यो USGलाई मान्यता नदिने तर त्यो चाहिँ एउटा पोलिक्लिनिकमा एउटा अहेबले गरेकोलाई चाहिँ मान्यता दिने प्रचलन थियो। त्यसले गर्दाखेरि जुन कुरो जहाँतिर निडेड छ त्यसको प्रक्रिया विधिवत पुर्याएर मात्र गर्न पाइन्छ। त्यसो भए यहाँ बजारमा चाहिँ के छ भने मुख्यमन्त्रीले स्टोनबाजी गरे अगाडि बन्द गर्दै गए पछाडि खुल्दै गए बोर्ड हटाउने चलिरहने गरे चल्दै गए भन्ने खालको कुरा पनि छ। हेर्नु अब तपाईँले जस्तो सुकै काम गर्यो भने नि यो नेपालमा एउटा प्रचलन भइसकेको छ तपाईँको खुट्टा तान्नेहरू त भइ नै हाल्छ नि त्यो तान्ने गर्छ राम्रो काम गर्ने मान्छे जहिले पनि राम्रो काम गर्दै जान्छ। त्यही हाम्रो वीरेन्द्र सिंह चाहिँ स्वास्थ्य मन्त्री हुँदाखेरि उसले जुन नेम र फेम आज जुन यो अहेबको जुन उहाँकै पालामा एक्जामिनेसन भएको ल्याबको भएको अहिले गएर त्यसलाई कन्टिन्युटीमा राख्यो नि त उहाँले बोल्डली चाहिँ त्यसलाई त गर्यो नि त। म अहिलेसम्म भन्छु यत्रो हाम्रो चाहिँ प्रत्येक पालिकामा चाहिँ हस्पिटलहरू खोलिसक्यो होइन तर खोइ डक्टरको लागि भ्याकेन्सी खोइ गरेको त मैले यो कुरो तपाईँ नि र होइन कि मैले यो कुरो हाम्रो स्वास्थ्य मन्त्रीजीलाई मैले तपाईँलाई यहाँ फेरि रोकेँ मैले त्यतातिर जान चाहेको चाहिँ होइन तर वीरेन्द्र सिंह मध्य प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुँदा प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक नियुक्ति गर्न सक्नु भएन आफ्नो मान्छे र अर्को को मान्छे भन्नुभयो विभिन्न चाहिँ मेडिकल माफियाहरूसँगको चाहिँ तालमेल गरेर स्वास्थ्य सामग्रीहरू खरिदको काम गर्नुभयो। मध्य प्रदेशका 136वटा पालिकाहरूमा चाहिँ नगर ल्याब प्रादेशिक ल्याब भनेर नगर हस्पिटलहरूलाई ल्याब दिनुभयो आज पनि ती 3टा 4वटा बढीमा 10वटा भन्दा बढी सञ्चालनमा छैनन् भन्ने खालको कुरा पनि छ। मैले त्यहाँ जोड्न नचाहँदै विषयवस्तु निस्क्यो मैले त्यहाँ जोडेँ। त्यही हजुरले त्यो राम्रो क्वेसन कस्तो छ भने नि हाम्रो यहाँ पद्धति तपाईले बन्दुक त दिन्छ गोली चाहिँ आफै हातमा हो। यहाँको प्रदेशको मन्त्रीको हैसियत के छ भने 8औं तह भन्दा चाहिँ बढीले चलाउनै पाउनु त्यसलाई चाहिँ मुख्यमन्त्रीले चलाउँछ। तपाईँ के को लागि मन्त्री भन्नुभएको त्यो पनि विडम्बना हो यो प्रदेशमा या अरू प्रदेशमा पनि यही सिस्टम होला मैले अरू प्रदेशमा गएन त्यो जो पनि आधिकारिक व्यक्तिलाई चलाउने जुन अधिकार छ नि त्यो चाहिँ मुख्यमन्त्रीको निहितमा हुन्छ। त्यहाँ वीरेन्द्र सिंहजीले केही गर्न सक्नुहुन्न। यो जति प्रोपगन्डाहरू जुन वीरेन्द्र सिंहको बारेमा सोध्नुभयो यो सब प्रोपगन्डाको रूपमा मात्रै थियो। यो अधिकार त मुख्यमन्त्री त्यतिखेर सरोज यादवजी हुनुहुन्थ्यो उहाँको हातमा थियो। उहाँले मन्त्री हुँदाखेरि उहाँले गर्नु सक्नुपर्ने काम जुन थियो त्यो प्रत्येक हस्पिटलमा आफै गएर त्यो ब्लड ब्याङ्कदेखि लिएर जुन ल्याबको एउटा जुन राम्रो खाले ल्याब चाहिन्छ भनेर जुन परिकल्पना गर्नुभयो त्यो 50 बेडलाई 100 बेड प्रत्येक जुन सदरमुकामको हस्पिटलहरूलाई 100 बेड पुर्याउँ डायलिसिसको लागि जुन मान्छेहरू चाहिँ काठमाडौँ धाइराख्नुपर्ने या त्यही जनकपुर धाइराख्नुपर्छ त्यसलाई जिल्लामा व्यवस्थित गरौँ भनेर उहाँले त्यो सोच र भिजनले उहाँले जुन एचएको ल्याबको लागि र मेडिकल अफिसरको लागि जुन उहाँले जुन भ्याकेन्सी गर्नुभयो त्यो
तारिफको लागि जसले अहिलेसम्म यो पुरै प्रदेशमा यो नेपालको जति पनि स्टेट छ उहाँले गरेको कामलाई त इभेन दो कमल दाहालले प्रधानमन्त्री उहाँलाई सम्मान गर्नुभयो त्यो कामको लागि। त्यही मैले भने तपाईँले राम्रो काम गर्दाखेरि खुट्टा तान्नेहरू धेरै हुन्छ, तपाईँ फोकस आफ्नो काममा गर्नु न, तिनीहरू आफै चाहिँ बिस्तारै लोप हुँदै जान्छ। हामी नेपाली काङ्ग्रेस सर्लाहीका अनुशासन आयोगका संयोजक डाक्टर सरोज कुमार यादवसँग भलाकुसारी गरिरहेका छौँ। कमलामाई मिडिया प्रणालीद्वारा सञ्चालित कमला अनलाइन टिभीको कार्यक्रम जनचासोमा उहाँले आफ्ना संसार विषयवस्तुहरू राख्न हाम्रो च्यानलसम्म आइदिनु भयो। डाक्टर सरोज, यहाँलाई आजको यो इन्टरभ्यूको समय दिनुभएकोमा हार्दिक धन्यवाद भन्छु र अन्तिममा तपाईँको पत्रकारले यो पनि सोधेको भए हुन्थ्यो भनेका वा हामीले सोध्दै छुटेका विषयहरू केही छन् भने राख्न सक्छ। तपाईँले अहिले जुन हामी यत्रो कुरा गरिराखेको छौँ होइन, जुन बेसिक कुरा हो हाम्रो एजुकेसन सेक्टरलाई कहिले पनि मैले कुनै पत्रकारलाई या मैले त्यहाँ फोकसै हेरेको छैन। हाम्रो चाहिँ एउटा पाइला राखौँ, त्यहाँ स्कुल चाहिँ छ, हामीले जुन आफूले गभर्निङ गरेको र या हामीले जुन एजुकेसन आफ्नो त्यति बेला पाएको, मैले अहिले त्यो स्कुलहरूमा भिजिट गर्दाखेरि मलाई आफै हाँस भएर आउँछ। एसई जो अहिले भर्खर आउनेवाला छ त्यो बच्चाहरूलाई म अग्रिम शुभकामना पनि दिन चाहन्छु। तर यस्ता पनि बच्चाहरू छन् कि जो नेपाली बुझ्न सकिरहेको छैन, तर उसको मार्कसिट चाहिँ म A++ तपाईँलाई हेराउँछु। अब यसलाई चाहिँ तपाईँ पत्रकार माध्यमहरूबाट म के भन्न चाहन्छु, हजुरहरूले एजुकेसनलाई फर्स्ट प्रायोरिटी राख्नुहोस् र त्यसपछि चाहिँ हेल्थ सेक्टरलाई तपाईँ कहिले टाइम भ्याउँछ भने तपाईँ चाहिँ त्यहाँ गएर जुन 15 शैय्याको बेडको हस्पिटलहरू जुन प्रत्येक पालिकामा छ नि त्यसको अवस्थाको बारेमा तपाईँ गएर एकचोटि भिजिट गरेर वास्तविकता के हो भनेर त्यसलाई पनि आम पब्लिकतिर ल्याउनु। खालि हामी त्यो बिहार जस्तो चरवाहा स्कुल जुन लालुले जुन आफ्नो राजनीतिकमा पहिलाचोटि आउँदाखेरि चरवाहा स्कुल खोल्यो र त्यसको बेनिफिट र के थियो भने त्यो चाहिँ हिस्ट्री चाहिँ एकचोटि म हजुरलाई रिक्वेस्ट गर्छु, त्यो आजसम्म थाहा छैन चरवाहा स्कुलको प्रोडक्टहरू को छ। त्यस्तै चाहिँ नामको लागि चाहिँ हामीले ठाउँ ठाउँमा जुन हस्पिटल खोल्ने गरेछौँ होइन, एउटै हस्पिटल खोलौँ, त्यसलाई व्यवस्थित बनाऊ। यहीँको हस्पिटललाई 100 बेडमा सबै डिपार्टमेन्ट भइदिएको भए यहाँको मान्छे त काठमाडौँ जानु पर्दैन नि त। अहिले त त्यो जति हस्पिटल पालिकाहरू त्यो सबै रिफरल सेन्टर हो त, हामीले रिफरल सेन्टरको लागि चाहिँ त्यहाँ लगानी गरे हो त। त्यसले गर्दाखेरि रिफरल सेन्टर नखोलौँ, ट्रिटमेन्ट सेन्टरमा परिणत गरौँ भन्दै म आफ्नो यो भिजनलाई त हजुरहरूले पनि आफ्नो भिजनमा ल्याउनुहुन्छ भन्ने अपेक्षा राखेको छु। अहिले कमलामा अनलाइन टेलिभिजन हेरेर बसिरहनु भएका श्रोता र दर्शकलाई नेपाली काङ्ग्रेस सर्लाहीको अनुशासन आयोगको संयोजक अथवा सभापति अथवा अध्यक्ष को हैसियतले चाहिँ के मेसेज अथवा सन्देश छोड्न चाहनुहुन्छ? म के भन्छु भने आम पब्लिकले ब्लेमिङ गर्नुभन्दा जुन हाम्रो पालोमा हाम्रो गार्जियनहरूले प्यारेन्ट्सहरूले चाहिँ आफ्नो बच्चाहरूले कतिको पढाइ गरिराखेछ भने जहिले पनि स्कुल जाने जुन परम्परा थियो त्यसलाई चाहिँ कन्टिन्युटीमा ल्यायो भने तपाईँले बिना एजुकेसनको तपाईँले केही गर्न सक्नु। आज त्यो पहिला जो नपढेको लेखेको मान्छे इन्डिया गएर त्यो पन्जाबतिर कमाउन जान्थ्यो, आज त्यही सर्टिफिकेट बोकेर तपाईँ दुबई कतार गइराख्नुको कारण त्यहाँ के हो भने तपाईँ क्वान्टिटीमा प्रोडक्सन गरिराख्नुभएछ, क्वालिटीमा होइन। त्यसको उपज नै यो आज विदेशी नै हो। त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ पनि ध्यानपूर्वक चाहिँ हामीले आफ्नो एउटा जुन गार्जियनसिप र प्यारेन्ट्सको जुन भूमिका छ त्यसलाई पनि हामीले पनि आफ्नो लेभलले निर्वाह गर्नुपर्छ। र अर्को कुरो जुन अहिले हामीले जुन यो देखावटी रूपमा सिँचाइ योजनामा डिप बोर्डिङ गरिराखेको छौँ नि, त्यो डिप बोर्डिङलाई नगरेर हामीले चाहिँ नहरको विस्तार गर्यो भने नि, किन हामी कृषि प्रधान देशको मान्छे हो र त्यो जुन हाम्रो पानी चाहिँ त्यसरी नै वेस्ट भएर त्यो बिहार र अरू राज्यलाई डुबाउने काम गर्छ, त्यो सायद नहरको माध्यमबाट आयो भने यो जुन तराईमा चापाकल सुक्ने अवस्था भइराखेको छ भोलि डिप बोर्डिङ पनि सुकाउँछ। त्यसले गर्दाखेरि त्यो प्रविधिलाई हामीले केन्द्रदेखि लिएर प्रदेशदेखि लिएर यो आम पब्लिकको भिजनमा जाओस् कि त्यसलाई चाहिँ प्रायोरिटीमा राखोस् र नहरलाई चाहिँ सिँचाइको रूपमा चाहिँ फर्स्ट अप्सनमा त्यो होस् भन्दै। हामीसँग नेपाली काङ्ग्रेस सर्लाहीका अनुशासन आयोगका संयोजक एवं सभापति सरोज कुमार यादव हुनुहुन्थ्यो। हामी उहाँसँग समसामयिक विषयवस्तु कुरा गऱ्यौँ। कमलामा अनलाइन टेलिभिजन हेर्दै गर्नुहोला। प्राविधिक संयोजन साथी सन्तोष दाहाललाई धन्यवाद। म पत्रकार एसपी गौरव पनि बिदा हुन्छु। नमस्ते।